नमस्कार। आजको यो शब्दको संकलक हुनुहुन्छ आकाश गिरिजी। रातको ठिक त्यो बेला जब घडीको टिक टिक पनि आफ्नै शून्यतासँग डराइरहेको जस्तो सुनिन्छ, म चुपचाप आफूलाई सोध्छु, यदि म भोलि बिहान उठिन भने के साँच्चै केही रोकिन्छ र? सायद केही पनि होइन। झ्याल बाहिरको आकाश फेरि उस्तै निलो हुनेछ, सूर्यले फेरि उस्तै न्यानो उज्यालो छर्नेछ, चोकका पसलहरू खुल्नेछन्, सहर फेरि आफ्नै हतारमा दौडिनेछ, मान्छेहरू हाँस्नेछन्, प्रेम गर्नेछन्, धोका खानेछन् र फेरि पनि बाँचिरहनेछन्। मेरो अनुपस्थितिले यो पृथ्वीको धड्कनमा एक रत्ती परिवर्तन ल्याउने छैन। मेरो अनुपस्थितिले यो पृथ्वीको धड्कनमा एक रत्ती पनि परिवर्तन ल्याउने छैन। हो, सुरुका केही दिन एउटा कोठा अलि सुनसान हुनेछ। कसैको मोबाइलमा मेरो पुरानो सन्देश पढेर आँखा रसाउनेछन्। मेरो नाम सुन्दा कसैको घाँटी एकछिन अड्किनेछ। आमाको निन्द्रा टुक्रिनेछ। कुनै साथी अचानक चुप हुनेछ र कसैले राति एक्लै बसेर भन्नेछ, ऊ अझै अलि बसिदिएको भए हुन्थ्यो। तर मानिसहरू दुःखसँग पनि बाँच्न सिक्ने प्राणी रहेछन्। बिस्तारै मेरो सम्झनालाई छोएर रुने हातहरूले फेरि जीवन समात्नेछन्। मेरो तस्बिरमा मालाको फूल सुक्नेछ, धुलो जम्नेछ र एक दिन मेरो जन्मदिन सम्झिनेहरू पनि घट्दै जानेछन्। त्यसपछि म केवल कसैको अधुरो कथामा बाँकी रहनेछु वा कुनै पुरानो कुराकानीमा अचानक निस्किएको एउटा नाम। अनि समयले त मेरो अस्तित्वमाथि यसरी माटो पुरिदिनेछ कि मानौ यहाँ म नामको कोही बाँचेकै थिएन। समयले त मेरो अस्तित्वमाथि यसरी माटो पुरिदिनेछ कि मानौ यहाँ कहिल्यै म नामको कोही बाँचेकै थिएन। यो सोच्दा मनभित्र कता कता चिसो हावा चल्छ। आफ्नै जीवन आफैलाई अतिथि जस्तो लाग्छ। यति धेरै सपना बोकेर हिँडेको मान्छे अन्त्यमा एउटा धमिलो सम्झना भन्दा बढी केही नहुँदो रहेछ। सायद यही नै सत्य हो। हामी कसैको संसार हुँदैनौँ, केवल केही समयका लागि। धन्यवाद।